म बस्दिनँ सर म पनि कर्मचारी हो भनिरहेको छु त योदेखि यता हुँदैन तपाईँ 11 कि उडा त छ ए तपाईँको कुरा सुनेन प्रशासन सुनेर हामीले बारम्बार ताकेता गरेका छौँ उपत्यका विकास प्राधिकरण काठमाडौँ जिल्ला आयुक्तलाई नि पत्रचार गरेका छौँ हाम्रो यहाँ निषेधाज्ञा नि जारी भए सम्पूर्ण कुरो अदालतलाई अवहेलना गरेर यसरी मुद्दामा बसिरहेको ठाउँमा पनि यसरी आरोप हान्न पाउँछ त्रुटि चाहिँ कहाँ भयो त समन्वयको कमी भयो कि समन्वय होइन समन्वय केही पनि होइन यो भने यो ठेलदार ठेकेदारले यहाँ चाहिँ दादागिरी छ दादागिरी प्राधिकरण ठेकेदारको मातहतबाट चल्छ मिलोमतोमा पैसा खाएर तपाईँको त्यो नत्र भने यसरी यत्रो हामी चाहिँ समूहगत हिसाबले चाहिँ गएर निवेदन हाल्दाखेरि हाम्रो सुनाइ किन भएन त आर्थिक चलखेल त होला जस्तो तपाईँले मुद्दा चाहिँ के भनेर हाल्नु भएको छ जस्तो कि यहाँ क्षतिपूर्ति पाउनु पर्यो हामी हट्न तयार छौँ यता सुन्नु हाम्रो यहाँ सबैको नक्सा पास छ नक्सा पास भएको ठाउँमा हाम्रो सार्वजनिक जग्गा छिरेको हो भने तपाईँहरू हामी वडा कार्यालय तपाईँहरू बसेर एकचोटि फेरि दुईजनाको रोबाट नापजाँच गरेर हामीले जस्तो पक्रिनुहोस् न कुरा सुन्नुहोस् हामीले सार्वजनिक जग्गा चर्चेको छौँ भने हामी चाहिँ भत्काउँछु भनेर हामीले जानकारी गराइसकेको छौँ उहाँहरूले हाम्रो कुरा सुन्नु भएन उहाँहरूले ताकिदै गर्नु जानकारी आएर यसरी घर गरेर पाइन्छ जस्तो यो खोला मापदण्ड कायम भएको त लगभग 20 मिटर कति भन्ने यो लगभग 60 सालतिर नै होला होइन यो 10 मिटर हो खोलाको बाटोको मापदण्ड यो 10 मिटर हाम्रो यहाँ बढी पनि छ अझै उतापट्टि हेर्नु न त्यहाँ खोला बाटो छ त्यहाँ केही त भन्यो होला नि त प्राधिकरणले केही त भन्यो होला नि त आइदिजीलाई कुरा गरेको थिएँ आइदिजीले के भन्नुभयो भने म बाहिर छु मलाई केही पनि थाहा छैन भन्नुभयो उहाँले के